सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। के छ सबजनाको हल्लीचल्ली, सबजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गर्दै म फेरि एउटा न्यू नेपाली ब्रान्ड न्यू ट्राफिक मोड चाहिँ लिएर आइसकेको छु। सरी है, एक दुई दिन चाहिँ लेट भयो यो आएको हिसाबले है। अनि यो चाहिँ एकदम दामी नै रहेको रहेछ ट्राफिक मोड। अनि यसो हजुरहरूसित पनि सेयर गरौँ भन्ने तरिकाले चाहिँ मैले एउटा न्यू भिडियो चाहिँ यस्तो छोटो मिठो बनाइदिउँ भन्ने तरिकाले चाहिँ आज लिएर उपस्थित भएको छु गाइज है। अनि त्यही हो, अब अपकमिङ भन्दा पनि अपकमिङ चिजहरू चाहिँ हाम्रो च्यानलमा भइरहन्छ, तर यसो सामान्य तहको है मोडहरू पनि आएको बेलामा सर र अब डाउनलोड नगर्नेहरूलाई चाहिँ ट्याक्क होइन भन्न मिल्छ नि त, होइन यो डाउनलोड गर्नु गाइज यताउता ह्यानत्यान भनेर। अनि यो ट्राफिक मोड चाहिँ एकदम दामी रहेछ। अनि यसमा चाहिँ अब पहिलाको जस्तो म्याप चाहिँ डाउनलोड नभएको चाहिँ आउँदैन, अहिले चाहिँ अलरेडी म्याप चाहिँ डाउनलोड भएरै आउँछ है त गाइज है। त्यो चाहिँ हो, यसमा अलरेडी म्याप चाहिँ डाउनलोड भएर नै आउने छ। हजुरहरूलाई अब मल्टिप्लेयर खेल्दा यताउता ह्यानत्यान गर्दा चाहिँ केही समस्या हुनेवाला छैन। अनि गाइज एउटा स्पेसल बबाल मलाई मन परेको कुरा के भन्नु न, माथि छतमा चाहिँ मैले अर्को राखेको यस्तो दामी देखिया नि, यो यस्तो राख्न मिल्दो रहेछ है, मलाई लास्टै मन पर्यो है। अब हजुरहरूलाई सर र यसको बारेमा बताउन गइरहेको छु। यो चाहिँ हाम्रो नुवाकोटे छ के रवि होइन, नुवाकोटे लिएर अनि अर्को के अब नाम दुइटै एउटा यस्तो लागिरहेको मलाई, आशिष श्रेष्ठ हो कि आई थिङ्क, सरी है मैले नाम गलत लिएँ जस्तो लाग्यो। अनि अब डिस्क्रिप्सनमा लिङ्क हुने नै छ, गएर डाउनलोड गर्नु होला, धेरै झन्झट पनि रहेनछ एड गर्न यताउता। मैले अब भिडियो पनि छ रहेछ, अब हामीलाई त हेर्न पर्दैन जानेकोलाई। अनि देख्न सक्नुहुन्छ बसको स्किन यस्तो ओभरअल लुक यस्तो रहेको छ। अनि मैले टायरहरूमा पनि यसो टाटेर पाटे छप्री टाइपको चाहिँ युज गरेको छु होइन। अब यसको अब हजुरलाई मैले इन्जिन साउन्ड सुनाउनु गइरहेको छु गाइज है। यस्तो छ है, टाटाको ट्याक्कै स्टियरिङ रहेछ है, दामी नै छ। हजुरहरूलाई अब यसको पहिला ह्यान्ड ब्रेक सुनाउँछु, आवाज यस्तो छ ह्यान्ड ब्रेकको। अनि हाम्रो स्टार्ट गरौँ होइन, स्टार्टिङमा साउन्ड यस्तो छ। अब साउन्ड सुन्नु गाइज रेसको एकदम दामी छ है। सो गाइज आवाज एकदम दामी छ। अनि यसको रिभर्समा चाहिँ यस्तो हुन्छ है, रिभर्समा चाहिँ अलिअलि क्याकेर कुकु गर्छ होइन। ब्रेक लाउँदा त्यही हो, अलिअलि हल्का हल्का के गर्छ, दामी नै छ। अनि त्यसपछि हाम्रो आउँछ ह्यान्डलको हर्न गाइज, ह्यान्डलको हर्न सुन्न सक्नुहुनेछ। अनि त्यसपछि हाम्रो फर्स्ट हर्न, त्यसपछि हाम्रो सेकेन्ड हर्न, एभरेजै छ, अलिकति गुन्जी जस्तो छ क्या हर्नहरू पनि होइन, थर्ड हर्न है त। अनि यसको इन्डिकेटर बाल्दा चाहिँ टुट गर्छ। लाइटिङहरू एकदम दामी चाहिँ देख्न सक्नुहुन्छ, झिलिमिली एकदम बवाल छ है लाइटिङहरू फेरि। अब हाम्रो केबिन भ्यू देख्न सक्नुहुन्छ गाइज, कहाँ अब यो केबिन भ्यूमा यस्तो रहेको छ, ओभरअल दामी छ। यता चाहिँ नुवाकोटे बस BOSS बोस हुन्छ है, बस हुँदैन बोस छ गाइज होइन। अब सर यस्तो ड्राइभ गरौँ होइन, ओभरअल हजुरहरूलाई अब भनिसकेँ है, अरू दामी नै छ भनेर चाहिँ। अनि यो चाहिँ मैले यो म्याप मोडमा चाहिँ आएर खेलेको छु, दिस इज नट अ म्याप मोड, यो चाहिँ गेमकै म्याप चाहिँ रहेको छ गाइजहरू है। अनि यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ हाम्रो मेक स्योर है हजुरहरूले चाहिँ च्यानललाई सब्सक्राइब गर्न सक्नुहुनेछ। अनि यस्तै नयाँ चिजहरू चाहिँ यो च्यानलमा आइरहनेछ गाइज है। हजुरहरूलाई अब बेल आइकनलाई अलमा सेट गर्नुभयो भने चाहिँ हजुरहरूले यस्तै हाम्रो नयाँ गेमहरूको गेम प्लेदेखि लिएर गेमको भिडियोको चाहिँ हजुरहरूले नोटिफिकेसन पाउन सक्नुहुन्छ गाइज है। यो ओभरअल एकदम दामी छ। फेरि अफरोड गएर होइन, अब यहाँ आइसकेपछि चाहिँ अझै एकखेप अफरोड हान्नै पर्ने हुन्छ गाइज, देख्न सक्नुहुन्छ एकदम स्मुथली 60 FPS मा मिठो चलेको छ गेम चाहिँ। अलिअलि ल्याग त भइहाल्छ, यो नर्मल गेम भयो। फ्री फायर र पब्जी भन्दा नि यो डेन्जर अड्किने गेम हो यार, तर अड्किने भन्नाले नि अलिकति ग्राफिक्स चाहिँ चाहिने गेम हो कि। यो चाहिँ एकदम PC लेभलको गेम जस्तै लाग्यो यार मैले त अहिले है, एकदम दामी नै रहेको रहेछ गाइज। अनि हाम्रो यो मेकरहरूलाई पनि यसो सपोर्ट गरिदिउँ, डिस्क्रिप्सनमा लिङ्क रहेको छ गाइज, गएर मेक स्योर सब्सक्राइब गरिदिनु होला। यति भन्दै आजको भिडियो अब यस्तै भयो है। अब ड्राइभिङ गरौँ मजाले, माथि पुगेर फर्कियौँ, बवाल छ। अनि जसले पनि हिजोको भिडियो हेर्नुभएको छैन हेरिदिनु होला भन्दै है। अब डिस्क्रिप्सनमा लिङ्क
राख्दिनँ मैले गाइज, डिस्क्रिप्सनमा लिङ्क राख्दिनँ, च्यानल एकखेप भिजिट गर्नु होला। हिजोको भिडियो पनि हेर्न सक्नुहुनेछ गाइज, बब्बाल थियो। अनि अब न्यू नेपाली गेमको बारेमा भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ अब सबै च्यानलमा अभाइलेबल छ। अनि हजुरहरूलाई ब्लगहरू हेर्न मन छ भने ब्लग त खासै रुचाउनुहुन्न, किनकि हजुरहरूलाई काम लाग्ने केही हुँदैन कि होइन गाइज। रिभर्स गाइज, यस्तो इन्जिन साउन्ड चाहिँ डेन्जर छ, मस्त मजा आउँछ गाइज होइन। सो गाइज अब मैले चाहिँ उसको टेन्जर गराएको छु नि त फेरि टायर। ओए ड्याम लुक त किल्लर दियो त हो, धुलो उडाउँदै पाइरोटको बाटोमा धुलो उडाउँदै ढुन्टुको ढुन्टुङ। बाफ रे स्काई ठोकियो क्या ठोकियो धन्ने। यस्तो क्यामेरा एङ्गलबाट खेल्न अलि मुस्किल छ क्या गाइज होइन गाइज। त्यो ओभरअल एकदम दामी रहेछ, जसले पनि डाउन गर्नु भएको छैन घर डाउन गरिदिनु होला है। दामी छ अरे। अझै मलाई छतको मन परेको, यो छतमा राखेको सामान तिरपालले ढाके नि, यो चाहिँ बब्बाल लाग्यो यार, दामी छ। अझ मलाई एउटा स्किन खतरा स्किन बनायो भने एउटा दामी हुन्छ। त्यसपछि एउटा मेरै नामको चाहिँ स्किन बनाउनेवाला छु गाइज होइन। त्यसपछि बबाल मजा हुन्छ। लुक ओभर भिडियो कति के मिनटको भयो आई डोन्ट नो, अब धेरै लामो पनि नबनाऊँ होइन गाइज भिडियो, के गर्ने यार लामो भिडियो बनाएर होइन गाइज। त्यो छोटो मिठो बनाऊँ, त्यसपछि अरू भइ त हाल्छ नि होइन, सामान्य कुराहरू। आइसक्यो गाइज अब यहाँ। अब यस्तो पिच रोडको पनि एक्सपिरियन्स लिगौँ। अब अफरोड भन्दा पनि अफरोड त मजा आउने नै भयो होइन गाइज। अब हाम्रो नेपाली बसहरू पनि रहेका छन् होला होइन। अनि हाम्रो सबै थोक चाहिँ अब चेन्ज हुन्छ है, त्यो होम के भन्छ त्यसलाई, बाहिर उसमा पनि चेन्ज हुन्छ, गाडीहरू पनि अलिअलि चेन्ज छ। अरू के छ ल गाइज, ल ल ल ल एम्बुलेन्स गयो गाइज, एम्बुलेन्स। ट्रक, अबे ट्रक जुँदैन यार, ट्रक एक्सिडेन्ट गाइज, ट्रक एक्सिडेन्ट। अब यहाँबाट चढ्दैन होला, अबे चढो गाइज, चढो रे भाइ चढो, ट्रक एक्सिडेन्ट हो गया रे भाइ साहब। बबाल छ ल, यताबाट जानुपर्ने हुन्छ होइन गाइज हामी। ठ्याक्क लारी डडाङ र डुडुङ गराउँदै हो क्या दौडिने म त। त्यहाँ दौडिने यो बस पनि कहाँ जाने बस रहेछ यार, मिठो छ त बस त। हामी पनि यतै जाने भइसक्यो होइन। युटर्न लियौँ। ओहो अब यहाँ ठ्याक्क रेड लाइट आएको थियो, त्यसपछि ग्रिन भयो। यताबाट घुम्ने भने यसलाई थाहा त रहन्छ गाइज, खतम भएछ यार यो त। अबे अगाडि गाडी ठोकिएछ नि त हौ, अगाडि गाडी ठोक्यो रे, ठोक्यो ठोक्यो ठोक्यो। दामी मजा आयो यार। हजुरहरूलाई भिडियो के कस्तो लाग्छ है कमेन्ट गरिदिनु होला। अरू केही सजेसनहरू पनि छ भने चाहिँ गर्नु होला। के चाहिँ गर्न पर्छ भन्ने कुरोतिर लाग्न पनि पर्छ होइन गाइज। आज म अलिकति के बोलेको छु म आफैलाई थाहा छैन है, सरी फर द्याट। ओए ओए जेमेस्टिक हान्दिए म्याकडक्स, जेमेस्टिक त फेरि खत्रै हो नि यार। यहाँ ट्याक्क नेपालको झन्डा पनि छ, बसहरू नेपाली नै छन्। मिठरी म ब्रेक हान्दै चुइँ क्या चुइँ बनाउँदै रकेट पाराले धाइरहेको छु गाइज होइन। अब चाहिँ यहाँ पेट्रोल पम्पमा जाम, फ्युल अफ गर्नुपर्ने हुन्छ गाइज। इस ठोकिन लाग्यो क्या घर, फ्युल अफ पर्ने हुन्छ गाइज होइन। दामी छ है, दामी नै। ल गाइज आजलाई भिडियो चाहिँ यति नै है। आइएपै हजुरहरूलाई भिडियो एकदम दामी लाग्यो होला। मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब गर्न सक्नुहुन्छ। यस्तै अब नयाँ भिडियोमा चाहिँ भेटौँला। थ्याङ्क्स फर वाचिङ गाइज, लभ यु अल, बाई बाई।